हस्पिटलको कुरो मैले व्यापक सुनेको छु। किरण दाइलाई हस्पिटल किन लानु पर्यो दाइ? त्यो हस्पिटलको कुरो अलिकति सुनौँ। ए भनौँ त्यो हस्पिटल त्यस्तो बेला नि मन नरिसाएको। कहाँ नरिसाउनु। अनि त्यहाँबाट हामी यो शिखर साँझ भन्ने प्रोग्राम मेची टु महाकाली टुरमा गएको थियो। अनि पूर्वबाट गर्दै 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 धनगढी पुग्यौँ। अनि धनगढीमा राति पुग्यो, होटेलमा बसियो। बेलुका प्रोग्राम छ भोलिपल्ट बिहान। प्रकाश श्रेष्ठ र म ब्याडमिन्टन खेलिरहेको थियौँ। अनि किरण आएर दाइ मलाई त एकदम पेट दुख्यो, एकचोटि हस्पिटल जाउँ न भन्नु। त्यो बेला म कस्तो भन्थेँ, अलिअलि इमर्जेन्सी मेडिसिन महसञ्चारको डाक्टरै हो। अनि फर्स्ट इयरका सामानहरू सँगै लिएर हिँड्थेँ। ए भनेपछि गएर एउटा ट्याब्लेट दिएँ। अनि फेरि खेल्न लाएको थिएँ। 5 मिनट पनि भएको छैन, दाइ त्यसले त कामै गरेन, एकचोटि हस्पिटल जाउँ न। ए बाबा औषधि काम गर्नु पनि त 20-25 मिनट आधा घन्टा लाग्छ नि, एकैछिन त टाइम लाग्छ नि भने भित्र गएर मदन दाइलाई भनेको छ एकचोटि राजारामलाई भनिदिनु न भनेर। अनि मन नै आउँदो राजाराम त किरणले धेरै करायो, एकचोटि लग्दै त उसलाई नि मनमा शान्ति हुन्छ भन्नु। खेलिरहेको थिएँ यसो भनेर लग्यो। अनि हस्पिटलको कम्पाउन्डमा छिरियो। कम्पाउन्ड यस्तो फोहोर नि, यता नि फोहोर उता फोहोर उता फोहोर। अनि किरणले ओहो कस्तो फोहोर रहेछ है दाइ अस्पताल। अब जिल्लातिरको यस्तै त हो नि भन्यो। अनि त्यहाँबाट हस्पिटलभित्र छिरियो। भित्र छिरेको अनि डाक्टर साहब चाहिँ ठ्याक्कै यताबाट बाटोमै भेट भयो। ओहो राजारामजी कहाँबाट आज हाम्रोमा आउनुभयो भन्नुभयो। अनि मैले साथी बिरामीबाट जचाउन ल्याएको भने। अनि डाक्टर साहब ल यो त पशु अस्पताल पऱ्यो नि भन्नु। अनि मैले त्यही मान्छेको औषधिले नछुवा भएर यहाँ लिएर डाक्टर साहब भनेको। किरण केसीले मलाई त्यहाँ हस्पिटलदेखि लगेटेको, होटेलसम्म दौडै त्यसपछि औषधि नि खानु परेन। दाइ हजुरले थाहा पनि नपाएको पशु अस्पताल होइन, मलाई त के थाहा, म त सेन अब राजाराम दाइ यो सम्बन्धी उहाँ अयब हो, हेल्थ एसिस्टेन्ट होइन, डाक्टर भन्दा मुनिको, डाक्टर भन्दा नि अझ अनुभवी, ग्यास्ट्रिकलाई के औषधि दिनुपर्छ, सलाइन पानी कसरी हाल्ने, के गर्ने कसो गर्ने, सारा अनुभवी मान्छे। महसञ्चारको त डाक्टरै हो। त्यो मोहित वंश आचार्य छ नि, उहाँलाई जन्माउनुलाई उहाँको ठुलो हात छ भने मतलब त्यो टाइपको एउटा अनुभवी मान्छे होइन, हेल्थ सम्बन्धी उहाँको भनेर लिएर जानुभयो। त्यहाँभित्र लगेर अब त्यहाँबाट अब भेटनरीमा लग्यो।